सबै बिजी छ, गाडीहरू जाम। टुरिस्ट अलिक आउनै हुँदैन, यहाँनिर गाडी जाम भइहाल्छ। अब स्टार्ट भएछ, तल गरम चढेर चाहिँ टुरिस्टहरू घुम्नु आएको छ। यो छाङ्गु स्ट्यान्ड जाने ओह्रालो बाटोपट्टिको गाडीहरू भिड, टुरिस्टहरू हेर्नुहोस् गाडी नपाएर। हेलो गाइस, नमस्कार सेवानी, स्वागत छ तपाईँको मेरो भ्लगमा। आज म भाद्रा स्ट्यान्ड आएको छु, तपाईँलाई म टुरिस्टको भिडभाड देखाउँछु। अब यहाँनिर भाद्रा स्ट्यान्डको अगाडि पनि टुरिस्टहरूको भिडभाड हेर्नुहोस्। तपाईँले टुरिस्टको भिड देखिसक्नुहुन्छ। यहाँनिर पुरा टुरिस्टहरू भिडभाड रहेछ। अब मार्च अप्रिल चाहिँ मेन सिजन हो, अब स्टार्ट भएछ। तल गरम चढेर चाहिँ टुरिस्टहरू घुम्नु आएको छ। यो छाङ्गु स्ट्यान्ड जाने ओह्रालो बाटोपट्टिको गाडीहरू भिड, टुरिस्टहरू हेर्नुहोस् गाडी नपाएर अहिले नै एकदम बेसी भिडभाड भइरहेको छ। टुरिस्ट आयो कि गाडी जाम भइहाल्छ। यहाँनिर टुरिस्टहरू हेर्नुहोस् गाडीहरू पर्खिरहेछ सबै। यो साइड चाहिँ हो बिचको चाहिँ नर्थ स्ट्यान्ड, यो माथि मगर स्ट्यान्ड, सबै जग्गा टुरिस्टहरू छ, यसरी बसिरहेको छ कुदेर। सबै बिजी छ, गाडीहरू जाम। टुरिस्ट अलिक आउनै हुँदैन, यहाँनिर गाडी जाम भइहाल्छ रोड सानो भएर। टुरिस्टहरू तलकोहरू गरम भएर इन्जोय गर्नु आइरहेछ। हाम्रो गान्तोकलाई एकदम मजाले इन्जोय गर्दैछ गान्तोकमा। टुरिस्टहरू यहाँनिर दोकानमा फ्रुटहरू, जुसहरू, बिस्कुटहरू, पानीहरू किन्नु पनि बिजी छ। सबै यहाँनिर गाडीहरू पर्खिरहेको छ। गाडीहरू सबै यहाँनिर राखिरहेको छ टुरिस्टको लागि, यस्तो बेसी जाम छ। यो चाहिँ माथि तल नर्थ स्ट्यान्डको माथि तल मगन स्ट्यान्डमा हुन्छ, गाडीहरू यसरी राख्छ। त्यहाँदेखि टुरिस्टहरू आएर यहाँदेखि आफ्नो आफ्नो गाडीमा चढेर जान्छ। टुरिस्टको गाडीहरू सबै रेडी छ। यहाँनिर टुरिस्टहरू एकदम भिडभाडमा बसिरहेको छ। अब सबै नर्थ सिक्किम घुम्नु जान्छ, प्रायः त नर्थ सिक्किमै जान्छ घुम्नु। छाङ्गु बाबा मन्दिर चाहिँ अलिक कम्ती जान्छ। नर्थ बाटो बन्द भन्दा टुरिस्टहरू कम्ती हुन्छ, नर्थ बाटो खोलेकोले गर्दाखेरि अलिक टुरिस्टहरू निकै आएको छ। अब सिजन लाग्यो, टुरिस्टको सिजन सुरु भएछ। एकदम बेसी रमाइलो हुन्छ अहिले नर्थपट्टि चाहिँ, किनभने त्यहाँनिर चाहिँ रोडोडेन्ड्रन फुलहरू अब फुल्नु सुरु भयो। हिउँहरू पनि भेटाउँछ। र फ्रेन्ड्स, तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो? मन परेमा लाइक, सब्सक्राइब अनि फलो पनि गरिदिनुहोस्।